एउटा कमेन्ट गर्नु चल्छ के सबैले सपोर्ट गर्नु है। बिहानको 8 बजे डेली। हेलो गाइस, वेलकम टु माई न्यू ब्लग हैन। आजको ब्लग चाहिँ रुमदेखि सुरु गरेको, सबैले हेरेर सपोर्ट गरिदिनु होला हैन। आजभोलि चाहिँ मिनी ब्लगहरु धेरै लामो हालेपछि तपाईहरुले हेर्नुहुन्न हैन, त्यही भएर छोटो छोटो ब्लगहरु आइराछ। अनि एकै ठाउँको भएर पनि ज्यादा लामो बनाउने मन हुँदैन, कहिलेकाहीँ बाहिर गएपछि त्यस्तै यो सानो सानो ब्लगहरु आउँछ। सबैले सपोर्ट गर्नु हैन। च्यानलमा सब्स्क्राइब चाहिँ सबैले गरौँ के हैन। च्यानलमा सब्स्क्राइब गरेर एउटा कमेन्ट गरौँ है। म चाहिँ कस्तो खालको ब्लगहरु बनाम भनेर सबैले कमेन्ट गरिदिनु पर्यो के हैन। कतिखेर केही भएपछि मात्रै हो मैले आफूलाई देखाउने। त्यो कमेन्टको रिप्लाई दिनको लागि पनि मैले ब्लग बनाउनै पर्छ हैन। जसको राम्रो कमेन्ट आउँछ हैन उसैको धेरै छिटै नै राम्रो राम्रो ब्लगहरु आउनेछ। अहिले चाहिँ म रेस्ट गर्न लागेको हैन, 2 घण्टा रेस्ट हान्छु, त्यसपछि तपाईहरुसँग भेट्छु हैन। सबैजना पुरा ब्लगमा बनेर बस्नु, ब्लग बनाउँछु हैन। नत्र भने यस्तै यो एउटै ठाउँको जहिले पनि हैन। घाममा चाहिँ बनाउन मिल्दैन के, त्यही भएर बाहिर चाहिँ बनाउँदिन हैन। घाममा बनाएपछि के हुन्छ भनेपछि मोबाइल ह्याङ चल्छ के हैन। त्यही भएर मोबाइलमा पनि धेरै भिडियोहरु भइसक्यो हैन। त्यही भएर मोबाइल लास्टै ह्याङ चल्छ। त्यही भएर घाममा नबनाए हैन, बाहिर गएर पनि बनाउन मिल्दैन। अनि रुमकै ब्लगहरु आइराछ हैन। राम्रो राम्रो ब्लगहरु हेर्नको लागि, राम्रो लोकेसन हेर्नको लागि, राम्रो ठाउँ हेर्नको लागि सबैले च्यानललाई सब्स्क्राइब गर्नु हैन। बेल आइकन दबाएर राख्नु, सबैभन्दा सुरुमा तपाईहरुसँग आउनेछ। अनि मेरो डेली ब्लग चाहिँ 8 बजे, बिहानको 8 बजे डेली ब्लग हो हैन। सबैले स्किप नगरेर हैन हेर्दिनु होला है। त्यही हो, अहिले भेट्छु अब केही दिन पछि। अनि आज पनि यस्तै हो केटाहरु हैन, कहीँ जान पाइएन। अनि दिनभरि रुममै भयो हैन। अहिले चाहिँ सुतेको, अहिले 7 बजी सकेर रहेछ, अहिले भर्खर उठ्या हैन। अहिले चाहिँ अब जान लागेको खाना बनाउनको लागि हैन। रेगुलर एउटै के देखाउने हैन तपाईहरुलाई। आजको ब्लग यति नै। वी होप राम्रो लाग्छ होला। राम्रो लाग्छ भने एउटा कमेन्ट गर्नु, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु। भेटौँला अर्को ब्लगमा।